नमस्कार, कानून टेलिभिजनमा यहाँहरूलाई हार्दिक स्वागत छ। कुनै पनि लोकतान्त्रिक राज्य विधिको शासनद्वारा सञ्चालित अर्थात् निर्देशित हुने कुरामा हामी सबै विश्वास गर्दछौँ। एक लोकतान्त्रिक मुलुक हुनुको नाताले नेपाल कानुनी राज्यको अभ्यास गरिरहेको मुलुक हो। हाम्रो मुलुकमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच एक आपसमा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तमा रही लोकतान्त्रिक अभ्यास भइरहेको हामी सबैलाई विदितै छ। यसै सन्दर्भमा कानुनी राज्यको अवधारणा, अभ्यास र न्यायिक चेतनाका लागि मद्दत पुगोस् भन्ने ध्येयका साथ यहाँहरूमाझ हामी कानून टेलिभिजन मार्फत विविध जानकारीमूलक प्रस्तुतिका साथ उपस्थित भएका छौँ। हामी यस टेलिभिजन मार्फत कानुनी क्षेत्रका विविध आयामहरूका बारेमा यथाशक्य आधिकारिक जानकारी र कानूनका विज्ञहरूसँग विविध विषयमा प्रत्यक्ष कुराकानी गरेर यहाँहरूलाई कानून उपयोगी जानकारीहरू पस्किने प्रयास गर्ने नै छौँ। हामी विश्वस्त छौँ हाम्रो यो प्रयासमा यहाँहरूको पूर्ण साथ र सहयोग रहनेछ। हामीलाई साथ दिनका लागि यो च्यानललाई सब्स्क्राइब गरी सहयोग पुर्याइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौँ। आउनुहोस् अब लागौं आजको मुख्य विषयवस्तुतर्फ। आज हामी समाजको एउटा गम्भीर तर संवेदनशील विषयमाथि केन्द्रित भएर कुरा गर्छौं। त्यो हो किशोर अपराध र किशोर न्याय प्रणाली। अपराध सुन्दा हामी प्राय वयस्कलाई सम्झिन्छौं, तर पछिल्लो समय किशोर उमेर समूहमा देखिँदै आएको आपराधिक संलग्नताले समाजलाई गहिरो प्रश्न सोधिरहेको छ। कानूनको भाषामा 18 वर्षभन्दा कम उमेरका बालबालिकाले गरेका कानूनी रूपमा दण्डनीय कार्यहरूलाई किशोर अपराध भनिन्छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्न आवश्यक छ। किशोर अपराधलाई नेपालमा वयस्क अपराध सरह हेर्ने गरिँदैन, किनभने किशोर अवस्था मानसिक रूपमा अपरिपक्व, भावनात्मक रूपमा अस्थिर, सिकाइको चरणमा रहेको अवस्था हो। नेपालमा प्राय देखिने किशोर अपराधहरू यस्ता छन्: साना चोरी र लुटपाट, झगडा र कुटपिट, साइबर अपराध जसमा अनलाइन दुर्व्यवहार, फेक आइडी जस्ता कुराहरू पर्दछन्। त्यस्तै लागू औषध दुर्व्यसन, यौन दुर्व्यवहारमा संलग्नता, विद्यालय अनुशासन उल्लङ्घन। यी अपराधहरूको पछाडि प्राय सामाजिक, पारिवारिक र मनोवैज्ञानिक कारणहरू लुकेका हुन्छन्। कुनै अपराध हुनुको पछाडि त्यसका कारणहरू पनि हुन्छन्। अब हामी किशोर अपराधका कारणहरूको बारेमा बुझौँ न त। विशेषज्ञहरूका अनुसार किशोर अपराध बढ्नुका प्रमुख कारणहरू अभिभावकीय निगरानीको कमी, गरिबी, बेरोजगारी र असमानता, गलत सङ्गत र समूह दबाव, लागू औषधको सहज पहुँच, डिजिटल प्रविधिको दुरुपयोग, विद्यालयमा परामर्श सेवाको अभाव पर्दछन्। यी कारणहरूले किशोरहरूलाई अपराधतर्फ धकेल्न सक्छन्, तर समाधानको बाटो पनि यहीबाट सुरु हुन्छ। अब कुरा गरौँ नेपालको कानूनले किशोर अपराधलाई कसरी सम्बोधन गरेको छ त। पहिलो छ बालबालिका ऐन 2075। नेपालमा किशोर न्यायको आधार यही ऐन हो। यस ऐन अनुसार 18 वर्ष मुनिका व्यक्तिहरू किशोर हुन्। किशोरलाई वयस्क सरह जेल सजाय दिन निषेध छ। सुधार, पुनर्स्थापना र संरक्षणलाई प्राथमिकतामा राखिएको छ। यस ऐनको मूल मर्म बालबालिका अपराधी होइनन्, सुधारका पात्रहरू हुन्। त्यस्तै दोस्रोमा छ बाल मैत्री न्याय प्रक्रिया। किशोरमाथि अनुसन्धान र मुद्दा चलाउँदा बाल मैत्री वातावरणमा बयान लिने गरिन्छ। अभिभावक वा संरक्षकको उपस्थितिमा अनुसन्धान गर्ने गरिन्छ। किशोरको नाम, ठेगाना र परिचय गोप्य राखिन्छ। अन्तिम विकल्पको रूपमा मात्र प्रहरी हिरासतमा राखिन्छ। त्यस्तै अर्को छ बाल अदालत वा विशेष इजलास। बालबालिकाका मुद्दा हेर्न विशेष इजलास रहन्छ। यस प्रक्रियामा मनोवैज्ञानिक र समाजसेवीको सहभागिता हुन्छ। छिटो न्याय र न्यून मानसिक दबावमा निर्णय गरिन्छ। त्यस्तै अर्को छ सजाय भन्दा वैकल्पिक उपाय। किशोर अपराधमा प्रयोग हुने प्रमुख उपायहरू मनोसामाजिक परामर्श, सामुदायिक सेवा, पुनर्स्थापना केन्द्र, शर्तसहित निगरानी, परिवारमा पुनर्मिलन। यी उपायहरूले किशोरलाई अपराधबाट टाढा लैजाने उद्देश्य राख्छन्। किशोर अपराध, पुनर्स्थापना र न्याय भनेको के हो त? यसलाई संक्षिप्तमा भन्नुपर्दा अपराध गरेको किशोरलाई केवल दण्डित गर्ने होइन, उनीहरूलाई सुध्रिन, सिक्न, क्षतिपूर्ति गर्न र समाजमा पुनः एकीकृत हुन मद्दत गर्ने न्यायिक प्रणालीलाई जनाउँछ। नेपालमा पनि पछिल्ला वर्षहरूमा यही दृष्टिकोणले महत्त्व पाउँदै आएको छ। पुनर्स्थापनात्मक न्याय एक त्यस्तो प्रक्रिया हो जहाँ अपराधी किशोरलाई चाहिँ अपराधीको रूपमा लिन्छ,
पीडित समुदाय सबै मिलेर अपराधका कारण, प्रभाव र समाधान बारे संवाद मार्फत समाधान खोजिन्छ। यसको मूल उद्देश्य भनेको पीडितलाई क्षतिपूर्ति र हिलिङ गर्ने, अपराधीलाई सिकाउने, जिम्मेवारी लिन सिकाउने, समुदायमा पुनः स्वीकार्यता कायम गर्ने, भविष्यमा अपराध पुनः दोहोरिन नदिने हुन्। किशोरहरूको लागि पुनर्स्थापना आवश्यक छ किनकि किशोरहरूमा सिक्ने र बदलिने क्षमता धेरै हुन्छ। वातावरणको बढी प्रभाव पर्छ। कठोर सजायले उनीहरूको भविष्य नष्ट गर्न सक्छ। सुधारको सम्भावना अत्यधिक हुन्छ। त्यसैले उनीहरूलाई जेल होइन, सुधारमुखी कार्यक्रम प्रभावकारी हुन्छन्। किशोर न्याय केवल अदालतको जिम्मेवारी होइन, यसमा राज्य, समाज र परिवारको भूमिका बराबरी हुने गर्दछ। राज्यको प्रभावकारी नीति, सुधार गृहको व्यवस्थापन, बाल मैत्री कानुनी संरचना आवश्यक हुन्छ। त्यस्तै परिवारबाट माया, संवाद र निगरानी, समयमै समस्या पहिचान गर्न सक्नुपर्छ। अनि विद्यालय र समाजले परामर्श सेवा, सकारात्मक वातावरण, दण्ड होइन मार्ग निर्देशन प्रदान गर्नुपर्छ। आजको कार्यक्रमको निष्कर्ष र सन्देश भनेको किशोर अपराधलाई केवल अपराधको रूपमा हेर्नु समस्या समाधान होइन। यो समाजको ऐना हो जहाँ हाम्रो पालन पोषण र शिक्षा नीति प्रतिबिम्बित हुन्छ। आज सुधारिएको किशोर भोलिको जिम्मेवार नागरिक हो। यति भन्दै आजको एपिसोडबाट म बिदा हुन्छु। आजको कार्यक्रममा पस्किएका जानकारीहरू यहाँहरूलाई अवश्य पनि जानकारीमूलक रह्यो होला भन्ने विश्वास गरेका छौँ। यहाँहरूलाई अरू कुनै विषयमा जिज्ञासा भएमा कमेन्टमा लेखेर हामीलाई सहयोग गर्नुहोला। अर्को कार्यक्रममा हामी अरू कुनै कानुनी विषयमा नयाँ जानकारीका साथ उपस्थित हुने बाचा गर्दै आजको जानकारीबाट बिट मार्ने अनुमति चाहन्छु। हामी सबै मिलेर किशोर मैत्री र न्यायपूर्ण समाज निर्माण गरौँ। धन्यवाद। नमस्कार।